र मौरी पालनमा सबभन्दा सस्तो यो मह हो सर। यसलाई 1500-2000 रुपियाँ किलोमा पर्छ भने त्योभन्दा महँगो यो आधा चाका भनिन्छ, कृत्रिम आधा चाकालाई चाहिँ तपाईँको करिब करिब यसलाई चाहिँ नि 2000-2200 रुपियाँ किलो पर्छ। त्यस पछाडि यो चाहिँ नि हाम्रो मेथी जस्तो छ, यो चाहिँ नि हाम्रो मौरीको कुट हो, यो पराग भन्छन् यसलाई। मौरीको खुट्टाले च्यापेर ल्याएर हामी सङ्कलन गरेर यसलाई पराग भन्छन्। यसलाई 3500 रुपियाँ किलो पर्छ। र तपाईँको चाहिँ नि त्यो सँगै अब चाहिँ नि हामीसँग 6 देखि 12 दिनको करिब मौरीको शिरबाट निस्केको यो रोयल जेली हो। यसलाई चाहिँ रोयल जेली भनिन्छ। यो रोयल जेली यस्तो चक्कीमा आउँछ र यो शिरबाट निस्केको रोयल जेलीलाई हामीले यसलाई दुध भनिन्छ, यसलाई यस्तो चक्कीमा बनाएर अनि यो बिक्री वितरण गरिन्छ। यसले चाहिँ नि रोग प्रतिरोधात्मक शक्ति बढाउने, छातीको दाग विष पार्ने र हाम्रो चाहिँ नि यो शक्ति बढाउनेदेखि लिएर हरेक किसिमका चाहिँ शरीरवर्धक चिज हो भयो हजुर। यसलाई चाहिँ दिनको एउटा 10 वटासम्म खाँदाखेरि यसले काम गर्छ। त्यस पछाडि अब यसको चाहिँ नि चिले पनि ठिकै, निले पनि ठिकै, डल्ले पनि ठिकै, बले पनि ठिकै। चिल्यो भने बाथरुमको विषय हुने, निल्दाखेरि तपाईँको शारीरिक परिपन्थी हुने र दल्दाखेरि घाउ खटेर निको हुने र बल्दाखेरि भनेको यो आधा चाकाको हामीले खाएर बाँकी रहेको छोक्राको चाहिँ नि मोमबत्ती बनाएर एक कुरेतको चाहिँ नि बनाइसकेपछि 1 घन्टा बल्छ र कुनै किसिमको बत्ती नभए पनि हामी चाहिँ खाना खाएर भाँडा माझी सकिन्छ। र त्यस पछाडिको महत्त्व भनेको विभिन्नम भन्ने हुन्छ। विभिन्नम भनेको चाहिँ तपाईँको उसले के भन्छ, मौरीले चिल्ने हो। त्यो चिल्दाखेरि तपाईँको चाहिँ नि बाथरुमको विषय हुँदाखेरि त्यो चाहिँ नि हाम्रो त्यो प्रोपोलिस भन्छ त्यसलाई, त्यो चाहिँ नि हाम्रो शरीरको लागि आवश्यक पर्ने पौष्टिक तत्त्व परिपूर्ति हुने त्यो पनि हो। र अर्को चिल्दाखेरि निस्किने विभिन्नम चाहिँ नि त्यो एसिड हो। त्यो एसिडले चाहिँ नि हाम्रो शरीरमा औषधि फाल्छ, त्यस पछाडि मौरी मर्छ, अनिखेरि त्यहाँबाट हाम्रो शरीर वर्धक हुन्छ। र यसलाई चाहिँ नि हामीले व्यवस्थापन गर्ने क्रममा हामीले चाहिँ मौरी पाल्नु, मह उत्पादन गर्नु, मह खानु, त्यस पछाडि अर्ग्यानिक उत्पादन गरेर हाम्रा बालबालिकाहरूलाई स्वच्छ बनाउने र हाम्रा बालबालिकाहरूलाई स्वच्छ र सफा बनाउने र दीर्घायु बनाउने काम यो मौरीबाट हुन्छ सर। प्लिज।